म बोल्दैछु के बाबु। हेलो गाइस, आज कुखुरा काट्दैछु। यो चाहिँ कुखुरा हो। हेलो मामु। हेलो। दार्छ। यो चाहिँ कुखुरा हो। यहाँ चाहिँ कुखुराले आँची गरेको छ नि। यो चाहिँ कुखुराले आँची गरेको। यो साथीहरू मैले के गरेको छु, यहाँ पकाएर के गर्न जान्दैछु। यहाँ खेतमा मामुहरू आउनुहुन्छ भनेको त। मेरो मामुहरू यहाँ बनाएको छ। हेलो गाइस, म चाहिँ यहाँ आन्टी तपाईँहरूले देखाउनु छ यहाँ कुनै भयो नि। पकाउन सकिसक्यो। हातले मुल्ने बारी आइसक्यो। उता चाहिँ हावा चलिरहेको कुखुरा काट्नेको। आन्टीको घर गएको पेन्सनको घर गएको भाइको घर हेरेको त कुखुरा पो काटेको रहेछ। हामीले यो सल्लाह गरेका छौँ। जाँदै सक्दैन आडेको मोलमा आँटेको गाई म नि गाई छोरी। अब तपाईँलाई के भन्नु र, आकाश भन्नु र आफू बुझ भयो भने त आफ्नो यस्तो पत्ताहरू बेबीले बुद्धि गर्दैछ। त्यो भन्दा पत्ता पकाइदिनु नि त। अब नानी खाने अरे पत्ता खाने अरे, हामी त नखाने हो। मैले उठ्मा पकाइरहेको छु खान्छ। उनीहरू पकाइरहेको छु किनकि खान्छु। पकाएको छुइनँ राखिरहेको छ अहिले। मेरो सस्तो भइसक्यो। दिन भोलि दिदीले स्कुल ट्युसनमा लिएर जाने अरे। दिनु साथीले भन्छ नि त। अनि यो चाहिँ होला देख्नुभयो होला नि। मजाको लिन उहाँ चाहिँ चिज पाक्ने जस्तो भइरहेको छ। यहाँ चाहिँ यहाँ हेर्नुहोस् यो माटो हो नि। हजुरले देख्नुभएको छ यस्तो माटो। त्यस्तो पनि माटो देख्नुभएको होला। हाम्रो हुन त पाइन्छ यहाँ देखेर मान्छेहरूले लिन खोज्छन् किनकि यहाँ माटो। हेलो गाइस, मैले यहाँ माटो खोज्दै कि यो होला देख्नुभएको छ नि यस्तो माटो त मैले यस्तो त काज रहेछ यो। देख्नुहोस् है भिडियो भनेको त हजुरले कि लाइक र सब्सक्राइब गर्नुपर्छ मेरो भिडियो हेरेर। तपाईँको लाग्यो होला मेरो भिडियो। आजको भ्लग यति नै हो। बाई बाई बाई। आजको भ्लग यति नै हो। बाई 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 बाई।